वेलकम छ हजुरलाई मेरो भ्लगमा। आज चाहिँ निकै लङ टाइमपछि म एउटा भ्लग बनाएको छु साथीहरू। आज चाहिँ हामी बिरुवा रोप्दैछौँ साथीहरू। यता यस्तो छ होइन, देख्न सक्नुहुन्छ। यता बिउ छ, यता चाहिँ रोपिराख्नु भएको छ आन्टीहरूले। यसरी रोप्नु पऱ्यो हुन्छ साथीहरू। मेरो भिडियो कस्तो लाग्छ मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु हुन्छ साथीहरू। हेर्दै गर्नु है त। यस्तो पार्नु है भूगोल धुलो, यस्तो धुलो पार्ने साथीहरू। त्यसपछि यहाँ टक्क टक्क बिरुवा रोपिदिने हो। त्यसपछि यही पाइपबाट पानी आइहाल्छ साथीहरू। यस्तो छ है त, हेर्नुहोस् यो यस्तरी धुलो पार्दा नि हुन्छ। यस्तरी धुलो पार्ने होइन गाइस, धुलो भइछ यस्तरी गर्ने, यस्तरी धुलो पार्ने गाइस। हेर्नुहोस् अनि यस्तो धुलो पारेर यति पानी चुइन्छ, बिरुवा रोपिन्छ। अनि त्यसपछि आफै जान्छ हजुरहरूलाई यो ट्रिक मन पऱ्यो कि मन पर्ने यहाँ एकदम राम्रो यसमा भन्दै कुटेलले पनि हुन्छ। हो त यस्तो गरेर कुटेले पनि हुन्छ, जेली नि हुन्छ। पाइप दुलो पऱ्यो भने भइहाल्ने त गाइस। दियो भने दुलो भयो भने हुने, रोप्नु पऱ्यो नि त बिरुवा होइन। यस्तो छ है त, हेर्नुहोस् यति राम्रो कसको छोरा। यस्तो चलिरहेको हाम्रो काम। ट्र्याक्टर जोत्ने काम भइरहेको छ। अब जोत्नुपर्छ एकछिन गराइदिएर। यो झ्याल अब सब फालिन्छ, झ्याल फालेर यस्तै बनाइन्छ। यस्तो राम्रो ड्याङ उठाइन्छ, ड्याङ जोतिन्छ, अनि मात्रै गाइस बिरुवा रोप्ने हो। पानी चलाएर औषधी हालेर अनि चलाइन्छ है साथीहरू। त्यस्तो गरिन्छ। हजुरहरूलाई कस्तो लाग्छ? यदि हजुरहरू पनि केही कृषिसम्म केही जिज्ञासा चाहनुहुन्छ भने सिधै सोध्न सक्नुहुन्छ है त। हल्का हामी सिकाइन्छ, सिकाउने गरिन्छ साथीहरू। म भ्लगमा सिकाइदिइहाल्छु कसो गर्ने भनेर साथीहरू। बस तपाईँहरूले सोधिदिनुहोस् क्वेसन। हेर्दै गर्नु है त। हल्का छ गाइस पसिना चाहिँ यतातिर धान पनि छ, हेर्नु सक्नुहुन्छ। यता चाहिँ टमाटर छ गाइस। अहिले चाहिँ टमाटरको 1700-1800 पुगिरहेको क्रेटको। तर यहाँ चाहिँ अलिक काँक्रा छ गाइस। टमाटर भएको भए दरो भाउ लिन्थ्यो। टमाटर भनेको भाउ आयो, नत्र अहिले छैन गाइस। 1700-1800 रुपियाँ पुगिरहेको क्रेटको। पहिले 200 मा बेचिन्थ्यो गाइस एक क्रेटको। अहिले त्यस्तो छ साथीहरू। हेर्दै गर्नु होला मेरो भ्लग। धान हेर्न सक्नुहुन्छ। यस्तो छ है तर धान। ल साथीहरू देख्न सक्नुहुन्छ है त, उता ट्र्याक्टर जोतिरहेको छ। जोत्नु पर्ने हुन्छ, हेर्नुहोस्। उता खन्ने साथीहरू। यो ड्याङ उठाएको साथीहरू हेर्नु सक्नुहुन्छ। यसो ड्याङ उठाएर पहिला यसो जोतेर ड्याङ उठाएर गाउनु चाहिँ हेर्नुहोस्। यो चाहिँ काँक्रै छ, हेर्दै गर्नुलाई त। हो गाइस देख्न सक्नुहुन्छ। धानमा त अहिले जोतिराख्नु भएको छ ट्र्याक्टर। हाइसिङ घाम छ है गाइस, घाम। दाजुको भारी हेर्नु, भारी बोकाइ गाइस हेर्नुहोस्। भारी बोकाइ गाइस हेर्नुहोस्। झरिसकेको छ गाइस। भारी बोकाइ गाइस कडा भइसकेको देख्नु नि। राखिसक्नु है दाइले। ल कडा झरेन त्यहाँ मासेर त। जानुपर्ने हुन्छ।
यता उँधो गयो गाइस चाहिँ ठाउँ चाहिँ अलि ढिला भयो केही छैन यति देख्न सक्नुहुन्छ अहिले चाहिँ म खाजा बोकेर आइसकेको छु दुनो भइसक्यो खाजा चाहिँ जाँदैछु म चस्मा प्यान्टस 700 दिनलाई त सबैजना देख्न सक्नुहुन्छ हाम्रो कालेले यस्तो मजाले खाँदैछ दुनोट खाइदे काले राम्रो यहाँ हुन्छ रेगल खाजा हाम्रै हो खाजाको अचार आजतिर रहेछ ए चौधरीको यो लगिदिने माथि घर पुऱ्याइदिएर आउनु तपाईँ खाइसकेको एउटा खाइसक्यो त्यसले जस्तो कम्प्लेन भयो के हो अचार गाइस अचार रानी सधैँ यो यार खोर्सानी देख्न सक्नुहुन्छ है खोर्सानी देउरा सिँगै एक तालमा त्यो खाने नि खोर्सानी खाने गाइस खोर्सानी यसरी झ्याङ्गी झ्याङ सो गाइस देख्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो काम यता जोत्ने काम भइरहेको छ यता कोही फोनमा बोल्ने काम भइरहेको छ गाइस आजको भिडियो हेरिहाल्नु कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु साथीहरू हस्त बाबा हामीलाई हजुर लागि